कदर पत्र प्रदान गर्ने कार्यक्रममा विष्णुदेवी माध्यमिक विद्यालयका अथवा प्रतिनिधिज्यूलाई अनुरोध गर्दछु। राइटर फ्री बाल क्लबका, त्यसैगरी 3 थाना बाल क्लबका अध्यक्ष वा प्रतिनिधि मुना कार्की ज्यू, बाल अधिकार समिति सदस्य चन्द्रगिरी 15लाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसैगरी शकुन्तला गिरी जसले चाहिँ यो बाल अधिकार यो बाल श्रम मुक्त अभियानमा सम्पर्क व्यक्तिको रूपमा समेत काम गर्नुभएको छ, सहायक स्तर 5औं कर्मचारी, उहाँलाई पनि कदर पत्र ग्रहण। लाइन एउटा बिग्रिनु भएन है लाइन। यही लाइनमा हालौँ न मिलन, यही लाइनको अगाडि हालौँ न। मैले भने चाहिँ अब यहाँ यहाँ उपस्थित आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, माननीय गुरुवर्ग लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री विष्णुदेवी माध्यमिक विद्यालयकी छात्रा भूमिका प्रियको तर्फबाट न्यानो अभिवादन। आज मिति 2082 साल जेठको महिना 30 गते बाल क्लब विरुद्धको विश्व दिवस 2025 को सन्दर्भमा हुन गइरहेको यस कार्यक्रममा आफ्ना केही भनाइहरू राख्न पाउँदा अत्यन्तै हर्षित छु। मलाई आफ्ना भनाइहरू राख्न अवसर दिनुभएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धन्यवाद दिँदै म आफ्ना भनाइहरू राख्नतर्फ बढेँ है त। बालबालिकाको अधिकारमा वास्ता नगरी उनीहरूलाई काममा लगाइन्छ भने त्यसलाई बाल श्रम भनिन्छ। कुनै पनि रोजगारमूलक कार्य जहाँ बालबालिकालाई उनीहरूको बाल अधिकारको हनन हुने गरी काम लगाइन्छ, उनीहरूको बाल अधिकारलाई कुचालिन्छ, त्यसलाई बाल श्रम भनिन्छ। बालबालिका भनेको त उनीहरूको मानसिक, शारीरिक र शैक्षिक रूपमा विकास हुने अवस्था हो। आखिर बालबालिका कति उमेर समूहलाई भनिन्छ त?
जन्मैदेखि 18 वर्षसम्मकालाई बालबालिका भनिन्छ। भन्नुपर्दा कुनै पनि देशको विकास उक्त देशमा रहेका बालबालिकाले पाएको बालाधिकारमा निर्भर हुन्छ। यदि हाम्रा देशका बालबालिकाले बालाधिकार नै पाएनन् भने पछि गएर देशको विकास कसले गर्ने, देशमा दक्ष जनशक्ति कहाँबाट ल्याउने? आखिर ती बालाधिकार नपाएका बालबालिकाले पछि गएर हाम्रो देश कहीँबाट थाम्न सक्लान् त? पक्कै पनि नसक्लान् नि। दुःखलाग्दो कुरा के भने महोदय, कतिपय यस्ता गरिबी निवारण र बालश्रम मुक्ति भन्ने कार्यक्रमहरू सञ्चालन भइसकेका छन्। त्यही पनि वर्तमान अवस्थासम्म आइपुग्दा पनि कतिपय बालबालिकाको चक्कीमा धसिनु परेको छ र बाल अधिकारबाट वञ्चित हुन पुगेका छन्। बालश्रम एकदमै अमानवीय व्यवहार हो। बालबालिका भनेका भविष्यका युवा मात्र होइनन्, भविष्यका कर्णधार पनि हुन्। हामीले के संयुक्त राष्ट्र सङ्घमा बालबालिकालाई जटिल परिश्रम गराउँदैनौँ भनेर हस्ताक्षर गरेका थिएनौँ र? के त्यो हस्ताक्षर तिनैका विरुद्ध उभिनको लागि हो? पक्कै पनि होइन होला। हामीले संयुक्त राष्ट्र सङ्घमा बालबालिकालाई जटिल परिश्रम गराउँदैनौँ भनेर हस्ताक्षर गरेपछि तिनीहरूलाई हामीले पक्कै पनि जटिल परिश्रमहरू गराउने छैनौँ। बालबालिका भनेका काँचा माटो जस्तै हुन्। एउटा कुमालेले बालबालिकालाई अर्थात् काँचो माटोलाई जसरी आकार दिन्छ त्यसरी नै त्यो माटो बन्न पुग्छ। यदि हामी सबै बालबालिका पनि असल कुमाले बन्यौँ भने हाम्रो देश पक्कै पनि अगाडि बढ्नेछ। अन्त्यमा म बाल अधिकार संरक्षण गरौँ भन्छु। हजुरहरू पनि 3 चोटि मसँग रिपिट गरिदिनु है त। बाल अधिकार संरक्षण गरौँ, बाल अधिकार संरक्षण गरौँ, बाल अधिकार संरक्षण गरौँ। धन्यवाद साथी। हाम्रो वडालाई बाल श्रम मुक्त वडामा पनि सम्पूर्णलाई धन्यवाद दिँदै म यहाँबाट बिदा हुन चाहे है त। धन्यवाद। धन्यवाद भूमिका पुरीज्यूलाई मिठो आफ्नो भनाइ राखेर जानुभएको छ। ताली बजाइदिनु हुन पनि अनुरोध गर्दछु। त्यसै गरी सिबी नेपाल चन्द्रगिरी 15, त्यसै गरी वडा स्तरीय बाल अधिकार समिति चन्द्रगिरी 15 को तर्फबाट श्रुति मालीज्यूलाई सम्मान पत्र ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी कदर पत्र प्रदान गर्ने कार्यक्रममा विष्णुदेवी माध्यमिक विद्यालयका अथवा प्रतिनिधिज्यूलाई अनुरोध गर्दछु। ब्राइट फ्युचर सेकेन्डरी स्कुलका प्रतिनिधिज्यूलाई अनुरोध गर्दछु। एप्रोच इङ्ग्लिस स्कुल चन्द्रगिरी 15 को लागि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी प्राइम इङ्ग्लिस सेकेन्डरी स्कुलका प्रधानाध्यापक वा प्रतिनिधिज्यूलाई, त्यसै गरी सुन्दरवन स्कुल अफ साइन्सका प्रधानाध्यापक अथवा प्रतिनिधिज्यूलाई कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी प्याराडाइज रिजर्च एकाडेमी चन्द्रगिरी 15 का प्रधानाध्यापक अथवा प्रतिनिधिज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी ज्ञानसुधा एकाडेमी चन्द्रगिरी 15 का प्रधानाध्यापक वा प्रतिनिधिज्यूलाई कदर पत्र लिइदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी प्रहरी प्रभाग नैकाप चन्द्रगिरी 14 का प्रमुखज्यूलाई कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यो होइन, त्यसै गरी 3 थाना स्वास्थ्य चौकीका प्रमुखज्यूलाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। अब बाल क्लबको पाला आएको छ। प्याराडाइज बाल क्लब चन्द्रगिरी 15 का अध्यक्ष वा प्रतिनिधि, टुसाल बाल क्लबका
पत्नीजी। त्यसै गरी लागल फल बाल क्लबका अध्यक्ष वा प्रतिनिधि Tusan. लागल फल बाल क्लबका विष्णुदेवी बाल क्लबका अध्यक्ष वा प्रतिनिधि विष्णुदेवी बाल क्लबका त्यसै गरी 3 थाना बाल क्लबका अध्यक्ष वा प्रतिनिधि ब्राइट फ्युचर बाल क्लबका प्रतिनिधि वा अध्यक्षज्यूलाई त्यसै गरी आजको यस कार्यक्रममा विशेष बाजा बजाएर यो र्यालीमा र यो कार्यक्रम दिनुभएकोमा कदर स्वरूप श्री तुषा दाफा बाजा खल 3 थाना चन्द्रगिरीका अध्यक्ष वा प्रतिनिधिलाई पनि अनुरोध गर्दछु। त्यसै गरी 3 थाना बाजा खल चन्द्रगिरी 15 का अध्यक्षलाई पनि कदर पत्र ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सूरचन्द्र भैरव धिमे खल चन्द्रगिरी 15 का अध्यक्ष वा प्रतिनिधिज्यूलाई पनि कदर पत्र ग्रहणका निम्ति अनुरोध गर्दछु। त्यसै गरी हाम्रो लगभग 2 वर्षको त्यसै गरी विगत 2 वर्षदेखि यस चन्द्रगिरी वार्ड नम्बर 15 लाई बाल श्रम मुक्त समाजको तर्फबाट अहोरात्र खटिनु भएका दिपेन्द्र पराजुलीज्यूलाई पनि कदर स्वरूप यो कदर पत्र वितरण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी हाम्रो रश्मि श्रेष्ठ म्यामलाई पनि हाम्रो यस कार्यक्रममा विशेष भूमिका निर्वाह गर्नुभएको छ, उहाँलाई पनि कदर पत्र ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो श्रुति माली वडा सदस्य एवं वडा स्तरीय बाल अधिकार समिति संयोजकज्यूलाई पनि कदर पत्र ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो आजको खैँजडी भजन जुन समूह छ उहाँहरू र हाम्रो यो मन्टेश्वरी जुन हाम्रो पञ्चकन्या भाइ बहिनी लिएर आउनु भएको छ र त्यसै गरी वडा सदस्य कृपाल खड्काज्यूलाई पनि यो बाल श्रम मुक्त वडामा विशेष भूमिका निर्वाह गर्नुभएकोमा कदर स्वरूप कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। बुद्धिमाया नेपालीज्यूलाई पनि जो उहाँ बाल अधिकार समितिको सदस्य पनि हुनुहुन्छ। त्यसै गरी आशिष महर्जन वडा सदस्य एवं वडा स्तरीय बाल अधिकार समिति। त्यसै गरी मन्टेश्वरी विद्यालयका म्यामलाई पनि आएर यो प्रमाणपत्र लेखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म कार्यक्रम प्रस्तुता तथा वडा सचिव तथा यो बाल स्तरीय बाल अधिकार समितिका यो सदस्य सचिव समेत रहेको म स्वयंलाई पनि कदर पत्रको व्यवस्था रहेछ। त्यसै गरी प्रभात बराल चन्द्रगिरी 15 को लागि पनि कदर पत्र लेखिदिनु हुन अनुरोध गर्दछु, उहाँ बाहिर जानु भएको छ एकछिनमा। त्यसै गरी पार्वती पङ्गेनी पौडेल सामुदायिक नर्स तथा वडा स्तरीय बाल अधिकार समिति सदस्यलाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी निर्मला कार्की महिला स्वास्थ्य स्वयंसेविका वडा स्तरीय बाल अधिकार समिति सदस्य पनि हुनुहुन्छ, उहाँलाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु।
त्यसै गरी उर्मिला महर्जन वडा स्तरीय बाल अधिकार समिति सदस्यज्यूलाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी पुष्कर थापाज्यू बाल अधिकार समिति सदस्य चन्द्रगिरी 15 लाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। मुना कार्की ज्यू बाल अधिकार समिति सदस्य चन्द्रगिरी 15 लाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी शकुन्तला गिरी जसले चाहिँ यो बाल अधिकार यो बाल श्रम मुक्त अभियानमा सम्पर्क व्यक्तिको रूपमा समेत काम गर्नुभएको छ, सहायक स्तर 5औं कर्मचारी, उहाँलाई पनि कदर पत्र ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दुर्गादेवी शर्मा उहाँले पनि बाल श्रम यो घोषणाको निम्ति अतुलनीय योगदान पुर्याउनु भएको छ, उहाँलाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी सन्जु रेग्मी चनपा 15 लाई पनि कदर पत्र ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी श्रीकृष्ण कोइराला चन्द्रगिरी 15 को लागि पनि कदर पत्र ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। र अन्तिममा शान्ति राउत ज्यूलाई पनि कदर पत्र ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। र सम्मान तथा कदर पत्र गर्नलाई हाम्रो यो वडा कार्यालयबाट जुन हामीहरूले आँखाले देख्यौँ उहाँहरूलाई सकेसम्म नछुटाइदिने Wow.